ओहो हेलो गाइज होइन म चाहिँ एक राति नै के कहाँ हिँड्न आँटेँ भन्दाखेरि म चाहिँ एक ठाउँ चोर्न हिँड्न आँटेको। म चाहिँ सामान चोरेर ल्याएर आनन्दले सुत्नुपर्ने होइन। त्यही भएर सामान चोर्न हिँडेको। यहाँ चाहिँ मेरो आफ्नै महँगो पल्लावाला भेट्टाएको साथीहरू हुनुहुन्छ। उहाँहरू चाहिँ ज्ञानी सोझो इमान्दार पनि हुनुहुन्छ भन्ने हल्ला गाउँ गाउँमा सुनिन्छ, तर त्यस्तै हो होइन। ऊ चाहिँ मेरो 10 वर्ष पुरानो साथी, महँगो पार्टनर हो होइन। अब हामी मार्केट जान आँटेको चोरमा। म चाहिँ यहाँ जान खोज्दैछु। हामी 2 भाइ छौँ। यहाँनिर घुम्ने हो, त्यहाँदेखि फर्किने हो। घुम्दैछौँ हामी होइन, चोर जस्तो। उजेल उजेल आछ आज त। आज अलि उज्यालो आएको छ। चोर पार्ट 2 होइन। चोर्न हिँडेको यस्तो ज्ञानी मान्छेहरू। आहा तू समझा? हाँ नहीं तू समझा नहीं। वाह उसको त यस्तो पनि छ। कस्तो खतरा हाने यार। उसले त छट्के पनि हान्छ छिने। हमारे यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर। थाहै भएन त यार, कति छिटो हाने। उहाँहरू चाहिँ उल्टी सुल्टी हानिरहनु भएको छ। यस्तो खतरा हान्नुहुन्छ कि होइन। सबभन्दा उहाँले यस्तो दामी उल्टी सुल्टी हान्नुहुन्छ। म त अहिले भर्खर हेरेको, अहिलेको अहिले फ्यान भएँ, बिग फ्यान। फ्यान मात्रै हो र ठुलो, यति ठुलो बिग फ्यान भयो। उहाँले पनि सुरु गर्न आँट्दै हुनुहुन्छ। वाउ, अनि यस्तो खतरा हुनुहुन्छ उहाँ। सर्ट प्यान्ट लाउँदा त यस्तो खतरा हान्नुहुन्छ होइन। सर्ट प्यान्ट लाउँदाखेरि त यस्तो खतरा हान्नुहुन्छ होइन। अझ कट्टो लगाएर आउनु हो भने त उहाँले त होइन यस्तो खतरा हान्नुहुन्छ, फेरि हान्न आँट्दै हुनुहुन्छ। ओहो बिस्तारी बिस्तारी। ओहो 3 स्टेप पर्स खस्यो। त्यत्तिकै पुसअप जिम गरेको हो होइन। आइफोन पो हो। उहाँ हुनुहुन्छ एकदम सोझो इमानदार ज्ञानी। फिर से आ गए रे बाबा, इधर जहर खाने का पैसा नहीं है तू जा रे जा। यार तू भाइले हाँसेपछि साँच्चै भनेको उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ, ज्ञानी पनि हुनुहुन्छ। तारिफ गरिदिएकोमा धेरै धेरै धन्यवाद छ। सबैलाई देखाऊ सोझो ज्ञानी, ब्लग बनाऊ होइन? ज्ञानी मात्रै नच संस्कारी पनि। कमाले यार। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। ओहो हामी चाहिँ मार्केट गरेर आएको। ऊ पर यत्रो ठुलोमा एक झोला 2 बोतल पानी लिएर आयो। अनि 2टा पुरा 2 बोतल पानी पनि ल्यायो। 2 टक माउन्टेन पनि ल्यायो होइन। जो सामान हेऱ्यो, उल्टी सुल्टी गरे मुदिरहरूले, साथीहरूले। रमाइलो लाग्यो, इन्जोय लाग्यो होइन। जे होस् रमाइलो छ यो एरिया। ब्याकग्राउन्डमा पनि हेर्न सक्नुहुन्छ होइन। गर्मी भएर हाम्रो चाहिँ आँखा चोरको जस्तो देखिएको छ। मुस्किल नै है होइन। धेरै गर्मी छ। चेस मेरो 10 वर्ष पुरानो पार्टनर होइन। अब हामी जानुपर्ने यो पछाडिपट्टिबाट सर्लक्क जाने हो।
अनि सुत्ने हो। ओहो आजको भलक यति नै। आजको भलक लगभग यति नै पनि हुनसक्छ। किन यति नै भन्दाखेरि डुल्ने ठाउँै छैन। अनि यति हो नि हेरी। यता घुम्ने मन छैन। भन्दा त राम्रो राम्रो अस्ति हजुर जानुभएको थियो नि चन्द्रमामा यता जान मन लाग्छ मलाई पनि चाहिँ। हुन्छ।